बुढा च्यातेको हेर्ने भने जितौ। 7 चोटि चोटि मेरो त अहिले जित्यो भने 3 चोटि हुन्छ। जितेर देखाऊ मलाई। कोही 2 चोटि त भएको छ, 2 चोटि भएको छ जब उइन हेरियो त त्यहाँ कहाँबाट 3 चोटि? अब जित्यो भने 3 हुन्छ। अब जित्यो भने 3 हुन्छ। पेन्टी पनि लाग्छ कि छैन हेर्नु पर्यो। ए ला रहेछ। लगाएको छु हेर्नु पर्यो नि त लाग्छ कि छैन त्याच्नु पर्यो। बेइज्जती नै भएछ यार, पनिसमेन्ट बेइज्जती नै बनाएछ। हो 100 मा पनिसमेन्ट हो कि बुढा च्यात्न लाउने उसलाई मैले म पेन्टी च्यात्ने हो। ए 5 चोटि 1 चोटि जितेर पाउँछ त यार बाउनीले यार 2000 को बुढा लाउँछ यार बिचाराले कहाँ च्यात्न लाउनु। अनि त्यो 5 रुपियाँको प्यान्टी हो र त्यो मलेसिया 5 रुपियाँ प्यान्टी पाउँछ होला, हाम्रो यहाँ महँगो पर्छ नेपाल। मैले के भनिदिएको आमामा पुरै भन्न थाल्यो। बाफ्रे 50 रुपियाँको बुढा लाएर बस्छ अनि 2000 को भनिदिएको त आमामा के साह्रो हो। 50 रुपियाँ बुढा ल्याइदेऊ न, 50 गुना दिन्छु जाऊ लिएर आइदिनु। ल म आउँदाखेरि के चाहियो भने म ल्याइदिन्छु लु ब्रा। अनि हेलो गाइजहरु, मेरो साथीहरु के हो सपोर्ट छैन बुढा च्यातेको हेर्ने कि नहेर्ने? आमा लगभग 3 भयो नि। 3 भयो नि। भयो 3। यो मेरो नामर्द साथीहरु के भएको यार? 4 चोटि जिते भने तिमीले त च्यातेनौ भने तिमीसँग जिन्दगीमा गेम पनि खेल्दिन र तिमीलाई म अनफलो गरेर हाल्दिन्छु। मामपाहा साथी पनि बनाउँदिन। ट्याप यो के भन्छ मगरले म प्यान्टी च्यात्छु भने आफै भन्यो। यसलाई अब 4 चोटि जितेर प्यान्टी च्यात्न नलाई त आज मैले छोड्दैन। यसले बाउन्नी भने हेपी रह नै मगर आज रुनी भयो मगर।